अब आउनु आउनु यहीँ एउटै हो के फरक पर्दैन दाजु हेर्नु याद गर्नु तपाईँको ल्या बिन्दावासिनी ट्रेलको स्टार्टिङ र चितुवा ट्रेल जाने भन्छ दादाहरू हेरौँ ओ दादाहरू आमामा के हो यो पत्कर पनि रहेछ आउनु है अनिल दादा बिस्तारै याद गरेर आउनु हानु त्यो पर डाँडा बस्छु कहाँ गयो ए दादा त तल पो गएछ त यार ठिक छ खोइ अनिल दादा बिस्तारी यस कहाँ ठोक्यो लिक भन्दा बाहिरबाट गएछ होइन हाम्रो सुमन दादा अलिकति तल पुगेछ तर केही छैन के भएको छैन नि ओके आयो दादा आयो यस्तै हो बाटो ट्रेल भनेको यस्तै हो सुमन अल तल पुगिसकेको थियो होइन अब गाह्रो छैन दादा अब गाह्रो छैन सुरुमा चाहिँ अलिकति डर लाग्ने खालको ठिक छ अलिअलि त हान्नु पऱ्यो होला नि दादा तर त्यस्तो चिप्लो पनि छैन रहेछ धुलो पनि छैन ठिक्क छ दादा आउनु यो हाने दादा हानु उकाल्छ कटा तपाईँको ऊ नै सिफ्टिङै भएन त्यो ऊ नै झऱ्यो नि त चेन झऱ्यो हो दादाको यहाँ चेन्ज झऱ्यो क्या अलि माथि जानुपर्छ दादा अब यो उकालो उक्लिँदैन अलि माथि जाउँ यो यो अलि ठाड परैबाट आउनुपर्छ दादा सरी दादा ओइ दादा दादा त यहाँ अलिकति उक्लिन्छ दादा त्यसपछि चाहिँ फेरि दुईवटा ट्रेल छुट्टिन्छ अब यो वायर साथ डस्टबिनमा हाल्नु पऱ्यो दादा यो अब यहाँबाट चाहिँ दुईवटा ट्रेल छ दादालाई ट्रेलको इन्ट्रोडक्सन गराउँ न दादा अघि हामी सुरु गऱ्यौँ माथिबाट होइन यहाँबाट दुईवटा ट्रेल छ होइन यहाँबाट सिधै गयो भने चाहिँ पुरानो ट्रेल लास्ट इयर बनाएको बिन्दावासिनी ट्रेल अब हामी त लेफ्ट जान्छौँ यो चाहिँ चितुवा ट्रेल दादा हो यो चितुवा ट्रेल बब्बाल छ आज चाहिँ मजा आउँछ जस्तो यार रुखको जरा छैन जान्छ दादा मजा आउँछ ल त फन हुन्छ आउनु दादा एउटै बाटो केही छैन सेफली चलाउँ न केही छैन आफूलाई कसरी सजिलो हुन्छ त्यसरी के हो यार दादाहरू यो दादाहरू खाल्टो बनाइसकेको छ नि केटाहरूले यो साइकलैहरूले चाहिँ फेरि एकै ठाउँमा चलाउँछ क्या यता दायाँ बायाँ चलाउँदैन अगाडिको मान्छेले जहाँ चलायो त्यहीँ चलाउँछ नि त त्यही भएर खाल्टो भएको कारण चाहिँ त्यो हो क्या अनिल बाबु बिस्तारै आउनु अनिल दादा हामी तल बस्छु अहिले त ठिक रहेछ दादा अस्ति त पानी पुट्टुङ परिरहेको थियो यस्तो चिप्ले थियो कि अहिले चिप्लो चाहिँ छैन खास के यस झन्झन ठाडो आयो दादा यस दादा यस नाइस यो अहिले चाहिँ मजा भएछ नेक्स्ट टाइम त दौड हान्नुपर्छ ल दादालाई एकछिन कुराउँ क्या लाइन ठ्याक्क थाहा भयो बाटो एउटा के गर्नु पर्दैन दादा यो के छ पत्कर मात्र देख्छ यहाँनिर अँध्यारो बिस्तारै आउनु दादा आमा दिउँसै अँध्यारो छ दादा
त्यहाँनिर एउटा जम छ है सानो जम तल ओह्रालोमा को कराइरहेछ यताबाट नि त दादा ए पर अलि स्पिड अन भने जमलाई ए बबाल छ है दादा ए हो दादा अलिक छिटो ट्रेन पहिला उताको डाँडाबाट जान्थ्यौँ हामी अहिले यताको डाँडाबाट आएको मात्रै हो यस दादा यस मजाले कन्फिडेन्स साथ कुदाउनै पाएन के भयो के भयो आयो कुलोमा आयो दादा कुलो ए कुलो हो दादा हान्नुपर्ने कुलो यसरी आफै त चिप्लो भएर एउटा केही गर्नु पाएन नि आमामामामामा यो यो यस दादा सकियो होला नि अब त त्यहाँनिर एउटा अप्ठ्यारो पार्ट छ दादा अलिकति दम यो यो या आमामा त्यहाँनिर चाहिँ अलिकति अप्ठ्यारो छ दादा आउनु ल सकिहाल्यो नि दादा यो धेरै दामी यहाँ त्यो चिप्लो भन्ने कहीँ छैन है रुपियाँ तपाईँ त फर्स्ट टाइम हो नि त दादा एनिवे पहिलोचोटि त्यो पनि ओके भनेपछि हामी चिया खान्छौँ तल चिया पसलमा बसौँ न